नमस्ते, यहाँहरूलाई आरुष नेपाली किचनमा स्वागत छ। आज म यहाँहरूलाई विदाउट ओभन र नो इस्ट सहित पिज्जा बनाउन सिकाउन गइरहेको छु। ल अब इन्ग्रेडियन्ट्सहरू है त। सबैभन्दा पहिला हामीलाई चाहिन्छ 100 ग्राम जति चिज, त्यसपछि 1 टेबलस्पुन जति नुन, जिरा धनिया पाउडर र रातो धुलो खोर्सानी। त्यसपछि हामीलाई चाहिन्छ 3-4 टेबलस्पुन जति दही। त्यसपछि हामीलाई चाहिन्छ 1 कप जति मैदा। त्यसपछि हामीलाई चाहिन्छ 1 टेबलस्पुन जति बेकिङ पाउडर। त्यसपछि हामीलाई चाहिन्छ पिज्जा सस। यदि हजुरसँग पिज्जा सस छैन हजुरले केचप पनि युज गर्न सक्नुहुन्छ। यो पिज्जा सस चाहिँ मैले घरमै बनाएको, म यसको रेसिपी चाँडै हाल्छु। त्यसपछि हामीलाई चाहिन्छ 2 टेबलस्पुन जति तेल। अनि पिज्जाको टपिङको लागि मैले चाहिँ ससेज, प्याज र क्याप्सिकम लिएको छु। यदि हजुरहरूलाई जे टपिङ्स हाल्नु मन लाग्यो हाल्न सक्नुहुन्छ। हजुरले यही हाल्नुपर्छ भन्ने पनि छैन। ल अब बनाउन सुरु गरौँ है त। सबैभन्दा पहिला यस्तो एउटा बाउल लिनु होला, अनि त्यसमा 1 कप मैदा हाल्नु होला। मैदा हालेपछि 1 टेबलस्पुन जति बेकिङ पाउडर हालिदिनु होला। बेकिङ पाउडर हालेपछि 1 टेबलस्पुन जति नुन, जिरा धनिया पाउडर र रातो धुलो खोर्सानी हालिदिनु होला। र त्यसपछि हाम्रो सबै ड्राई इन्ग्रेडियन्ट्सहरूलाई राम्ररी मिक्स गरिदिनु होला। ड्राई इन्ग्रेडियन्ट्सहरूलाई राम्ररी मिक्स गरेपछि त्यसमा 1-2 टेबलस्पुन जति तेल हालिदिनु होला। तेल हालेपछि चम्चाले राम्रो मिक्स गरिदिनु होला। त्यसपछि अब 2-3 टेबलस्पुन जति दही हालिदिनु होला। दही हाल्यो भने चाहिँ हाम्रो पिज्जा एकदम सफ्ट र फ्लपी हुन्छ। यदि हजुरसँग दही छैन भने हल्का दुधमा कर्नस्टार्च हालेर घोलेर हाल्न सक्नुहुन्छ। त्यसपछि चम्चाले राम्ररी मिक्स गरिदिनु होला। दहीलाई राम्ररी मिक्स गरेपछि त्यसमा अब हामीले 1 ग्लास जति पानीलाई अलिअलि गरी हाल्नुपर्छ। अलिअलि हालेर हामीले यसको एउटा सफ्ट डो बनाउनु पर्छ। पहिला अलिकति पानी हालेर चम्चाले राम्ररी मिक्स गरिदिनु होला। त्यसपछि हातले नरम डो बनाउनु होला। 5-6 मिनट राम्ररी डोलाई मुछेपछि हाम्रो यो सफ्ट डो तयार हुन्छ। डोको टेक्सचर चाहिँ यतिको स्ट्रेची हुनुपर्छ। अब हातमा थोरै तेल लिएर डोमाथि वरिपरि हालिदिनु होला।
अब राम्ररी तेल लगाएपछि हामीले यसलाई 30 मिनेट्सको लागि छोपेर राख्नुपर्छ। 30 मिनेट्सपछि हाम्रो डो अलिकति फुलेर आउँछ र सफ्ट हुन्छ। डोलाई चाहिँ यसरी भिडियोमा देखा जसरी छोपेर राखेपछि यसरी प्रेस गरिदिनु होला। अब लागौँ हामी यो डोको बेस बनाउन। अब यस्तो एउटा बेल्नी लिनु होला अनि हाम्रो डो राखिदिनु होला। डोलाई चाहिँ यसरी प्रेस गरेर इक्वली राउन्ड पारिदिनु होला भिडियोमा देखा जसरी। अनि माथिबाट कर्नफ्लावर स्प्रिङ्कल गरिदिनु होला। अनि यसरी वरिपरि घुमाइदिनु होला कर्नफ्लावर लागोस् भनेर। त्यसपछि बेल्नाले यसरी गोलो सेप दिनु होला हाम्रो डोलाई। यसरी हामीले ओर्काइ फोर्काइ गरी डोलाई बेल्नु पर्छ। अब हाम्रो डोको बेस राम्ररी गोलो सेपमा आइसकेको छ। हाम्रो डो चाहिँ धेरै पातलो हुनुहुन्न, नत्र यो राम्ररी पाक्दैन। अब यसरी भिडियोमा देखा जसरी बोर्डरमा यसरी सर्कल पारिदिनु होला, थिक सर्कल। यस्तो गर्नाले चाहिँ हाम्रो डोको बोर्डरमा चाहिँ क्रिस्पी हुन्छ। त्यसपछि त्यो बोर्डरमा अलिकति आफ्नो हातमा तेल हालेर चारैतिर लगाइदिनु होला। अब लागौँ पिज्जा पकाउन। अब ग्यास अन गर्नु होला, त्यसमा प्यान राख्नु होला। प्यान राम्ररी तातेपछि त्यहाँ 3-4 ड्रप जति तेल हालिदिनु होला। त्यसपछि यस्तो एउटा कपडाले राम्ररी पुछिदिनु होला वरिपरि त्यो तेललाई। त्यसपछि प्यान एकछिन तात्न दिनु होला र हाम्रो बेस हाल्नु होला। यसरी बेस पकाउँदा चाहिँ हाम्रो तलको भाग पाक्छ। यदि हामीले यो नपकाइकन गऱ्यौँ भने हाम्रो पिज्जाको तलको भाग चाहिँ काच्चै हुन्छ। यदि हजुर यो पिज्जा ओभनमा बनाउन चाहनुहुन्छ भने चाहिँ यसलाई 110 डिग्री सेल्सियसमा 6 मिनेटको लागि पकाउनु होला। अनि पिज्जा एउटा फर्कको हेल्पले पिज्जालाई राम्ररी यसरी कट गर्नु होला। अनि 2-3 मिनट छोपेर राखेपछि हाम्रो पिज्जाको तलको भाग चाहिँ राम्ररी पाक्छ। त्यसपछि त्यसलाई एउटा प्लेटमा लिनु होला। अब चाहिँ एउटा यस्तो ठुलो कराई लिनु होला अनि त्यसमा 3-4 ठुलो चम्चाको नुन हाल्नु होला। त्यो नुनलाई चाहिँ एकछिन मजाले ग्यासमा पकाउनु होला। नुन पकाउँदा हाम्रो ग्यासको फ्लेम चाहिँ हाई हुनुपर्छ। राम्ररी नुनलाई पकाएपछि एकछिन 5-6 मिनटको लागि छोपेर राख्नु होला। अब लागौँ हामी पिज्जामा टपिङ हाल्नको लागि। सुरुमा पिज्जा सस वा केचप ठुलो चम्चाको 2 टेबल स्पुन हाल्नु होला। त्यसपछि यसरी वरिपरि राम्ररी लगाइदिनु होला।
पिज्जाको बोर्डरमा चाहिँ नलगाइदिनु होला। अब चाहिँ मैले हाफ काटेको लाम्चो पारी काटेको प्याज राखेँ। त्यसपछि मैले लाम्चो गरी काटेको क्याप्सिकम राखेँ। त्यसपछि मैले माथिबाट ससेज राख्दिएँ। ससेज राखेपछि मैले त्यसमाथि चिज राख्दिएँ। हजुरसँग यदि ओलिभ छ भने त्यो पनि राख्न सक्नुहुन्छ। यो सब इन्ग्रिडियन्टहरू मैले हालेको छु अप्सनल हो, हजुरले जस्तो इन्ग्रिडियन्ट हालेर खान मन लागेको छ त्यही हाल्नु होला। यदि हजुरहरूलाई डबल लेयर चिज हालेर खानु मन लाग्छ भने तलबाट चिज हालेर माथि टपिङ हालेर फेरि चिज हाल्नु होला। अब राम्ररी चिज हालेपछि मैले चाहिँ माथिबाट थोरै ओरिगानो हाल्दिएँ। यो पनि कम्प्लिटली अप्सनल हो, यदि हजुरसँग छैन भने नहाल्दा पनि हुन्छ। माथिबाट अब ओरिगानो हालेपछि अब हामी आफ्नो प्यानहरूमा छौँ। अब हाम्रो नुन चाहिँ अलिअलि ब्राउन हुँदै आइसकेको छ। अब त्यसमा एउटा यस्तो स्ट्यान्ड हालिदिनु होला। र अनि हाम्रो पिज्जा पनि हालिदिनु होला। माथिबाट थोरै पानी छर्किदिनु होला। यस्तो गर्नाले चाहिँ बाफले हाम्रो पिज्जा चाँडै पाक्छ। अब यसलाई छोपेर 10-12 मिनट जति राख्नु होला। हाम्रो ग्यास चाहिँ मिडियम फ्लेम हुनुपर्छ। 10-12 मिनटपछि चाहिँ हाम्रो पिज्जा पाकेर रेडी हुन्छ। यदि हजुरहरूलाई पिज्जा पाक्यो कि पाकेन भनेर चेक गर्नु छ भने त्यो चिजलाई चाहिँ थोरै तान्नुले त्यो राम्ररी कुल भयो भने हजुरले सम्हाल्न सक्नुहुन्छ कि हाम्रो पिज्जा पाक्यो। यसरी नै राम्ररी पिज्जा बनाएर सर्भ गरेर आफ्नो फ्यामिली साथीभाइ सबैसँग इन्जोय गर्नु होला। थ्याङ्क्स फर वाचिङ। ह्याभ अ ग्रेट टाइम।